guys, welcome back to my new video. It's me City Vlog from Kathmandu, Nepal. अनि मैले ब्लगमा धेरै विषय छ हैन। अब खुट्टाबाट त्यस्तो भयो यहाँ। अब ट्रमामा जानला है। अब पसिनाले चिरिपे भइसक्यो। 3 कि 4 दिन कसरी एक्सिडेन्ट भयो भन्दिनुस्। भयो त्यो त नभनु भएन। पछि अब घरमा बस्ने नै छ 2 महिना अझै। त्यो बेला भन्नुलाई बेरी विस्तारमा है। अनि अझै जानला कहाँ झरेर पैसा लिएर चाहिँ अब जानला या खुट्टै लक तामे छ भूकम्प आस्दै यो त नि हो पुल टाइट छ मासु नै टाइट भइछ अब बाँकी डिटेल चाहिँ अब पछि भनौँला यहाँ गर्मीमा बनाएका विषयको एउटा खुट्टा खाली एउटा खुट्टा चप्पल म हस्पिटल आइपुगिसकेँ विलचेयरमा बस्नु पर्दा छ होइन मम्मी चाहिँ अगाडि काउन्टरमा जानुपर्छ अनि काउन्टरमा गएर के गर्नलाई गाह्रो छ ड्रेसिङको लागि आएको छु होइन ड्रेसिङ गर्नलाई यहाँ वेटिङमा छौँ यहाँ खुट्टा कस्तो झिन्न भएछ खुट्टा निदा कस्तो भएछ भनेर यहाँ हो है त्यो लामो लाइन छ 2-3जनाले त है खुट्टाको यता साइडबाट पनि यतिबाट माया यस्तो भयो नि खुट्टै झिन्न हामी कस्तो हुन्छ यारमा के गर्नु ड्रेसिङ गरेर निस्क्यो है यहाँ चाहिँ नि यति माथि डक्टरले काटेको छ अनि यस्तो 30 वर्ष मुनिको त मुनि त काटेको थियो माथि पनि यसरी काटेर यसो सिहाल्यो गएमा हुन्छ नि त्यो कपासमा डेटाडिन हालिदिनु अनि त्यसपछि त्यहाँ यस्तो दुख्यो नि यहाँ दुख्न त्यस्तो हुन्छ नि अति नै दुखेन अलिअलि खुट्टाएको दुख्यो होइन अलिअलि दुख्यो अनि यस्तो हुन्छ नि भिन्न भएछ खुट्टा नै यस्तो कस्तो खुट्टा निदाउन आँटे अवस्था हुन्छ नि भिन्न भएछ खुट्टा यस्तो छ भने यो गरेर यस्तो भइसक्यो डबल साइज भइसक्यो खुट्टा यहाँ कम्पेरिजन दिस आई डोन्ट नो कम्पेरिजन दिस यो खुट्टाहरू पसिना नि आएर पसिना निस्किसक्यो घर आइपुग्यो यहाँ टाउको दुखेर छ होइन अनि यस्तो हेराएको भएछ नि खै के भयो अनि खुट्टामै ब्लक मासु मिलाएर जस्तो हुन्छ नि मासु भनेर चाहिँ पानी मिलाएर जस्तो ब्लक भइछ अनि रगत त्यो चाहिँ के भएछ भने होइन टक्कै यस्तोबाट चाहिँ सिधा चाहिँ काटेको थियो अनि डक्टरले सर्जरी अपरेसन गर्ने बेला चाहिँ यताबाट काटेको छ अनि त्यो मुनिको भाँडा चाहिँ कालो भइछ क्या अनि त्यसपछि भारी चाहिँ आज हेरेको अनि त्यसपछि यता सिसी रेफर गराएको छ है अनि यसको इन्सिडेन्ट चाहिँ म पछि भन्छु पछि अब अझै बाँकी छ नि त अनि त्यसपछि अब यो म औषध खान्छु 2 बजेको औषध छ त्यो खान्छ म सुत्छ कस्तो भन्छ